वीरगन्जमा साथीभाइहरू आज भोलि चलिरहेछ मच्छरको आतंक अनि त्यो आतंकको लागि मतलब कि मैले धेरै सोशल मिडिया यताउति हेरिरहेछु कि वैभव वीरगन्ज रे मच्छरको आतंक रे मेयर साहब मच्छर बढ्यो त मेयर साहबले नै सायद मच्छर मार्नुहुन्छ भने मेरो रिक्वेस्ट छ कि हाम्रो टोला महल्लामा पनि आउँदाखेरि मेयर साहब त्यो हाम्रो पनि त्यो वाला मिलाइदिनु होला। अब पढाइ लेखाइको हिसाबले त मलाई लाग्थ्यो कि लोकल गभर्मेन्ट आफ्नो वार्डको गार्जियन जो हुन्छ वार्ड अध्यक्ष उतातिर आफ्नो समस्याहरू पोख्ने हो, किनभने लोकल्ली त वहीँलाई नै मतलब हामीले आफ्नो रिप्रेजेन्टेटिभ तय गरेका छौँ भने हामीले त दुःख सुख त्यहाँ राख्ने हो। मलाई त्यस्तो लाग्थ्यो खासमा कि आफ्नो दुःख सुख त्यहाँ राख्ने हो अनि उहाँले आफ्नो माथि राख्नुहुन्छ अनि त्यो हिसाबले समाजको कल्याण र विकास हुन्छ। तर अब हेरिरहेछु एउटा